हेलो गुड मर्निङ एभ्रिवान। हामी चाहिँ अब आज कहाँको यात्रा कालिम्पोङ जान लाग्यो। बिहान बिहान पानी यसरी परिरहेको छ, हेर्नु लुगा सुगा यसरी यहाँ भिजेर हैरान भइसक्यो यहाँ। ल बाटोमा अहिले भेटौँला है त। म चाहिँ यहाँ दिदी कुरेर बसिरहेको छु। हाम्रो गाडी चाहिँ आइसकेको छ। हामी चाहिँ म त मस्त सुतेर आएछु। जर्सिङ पौवा कटियो। अब हामी यसो सु गर्नलाई सबजना यहाँ। सो हेलो गाइस, हामी आइपुगेको छौँ यो बल्लेपी भन्ने ठाउँमा। खानखाना खानलाई बसिन्छ, भ्यू पनि दामी छ। जाको भ्यू पानी परिरहेको छ। दिउँ है त। सो हामी चाहिँ अहिले खरिढुङ्गा भन्ने ठाउँ आइपुग्यो। मान्छेहरू अब यताउता बस्नु रमाइलो आनन्दले मनिलाउँदै आएको छु। केही मतलब छैन मलाई। हामी चाहिँ यो के ढुङ्गा भन्ने ठाउँमा आइपुग्यौँ। यसो हेरेर आनन्दले चट्ट दामी छ नि है भ्यू त। आहा कस्तो मजाको छ भ्यू त। वाउ हेर्नु न भ्यू आइपुगे जस्तो लाग्ने है एकछिन त। ल मामा यो ठाउँलाई के भन्छ अरे? खरिढुङ्गा आइपुग्यो है हामी चाहिँ। ए त्यहाँ फुटबल ग्राउन्ड रहेछ। त्यसपछि भ्यू कस्तो राम्रो राम्रो है। वाह एउटा स्लोमो हेर्ने हो गाइस। चाहिँ एकदम बवाल छ है। भ्यू चाहिँ एकदम बवालै छ। फर्स्ट टाइम लाइफमा आनन्दको भ्यू है। चट्ट लगाएर सर आनन्दले हामी खरिढुङ्गा कट्यौँ। अब है त बिचमा भेटौँला है। चाहिँ उता दोलखा भीमसेन दर्शन गरेर अहिले यहाँ अब यसो खासा जाने रे। अनि यहाँ दुईवटा घर चाहिँ यस्तो दामी देखेछ क्या, कस्तो वाउ है। सिन चाहिँ दामी छ। यता पोखरी पनि रहेछ। आनन्दको छ त्यो भ्यू। कस्तो त्यो चिसो क्या, पुरै त्यो आइसमा भए जस्तो चिसो आएर आनन्द। फाइनल्ली हामी चाहिँ आइपुग्यो कालिम्चोक पुरी भिलेज। अब आज यति बसिन्छ अनि भोलि चट्ट लाएर हिँडिन्छ। ल आउनु भिडियोमा यहाँ ठुलो मम्मी। ल हेलो भन्नु, हेलो युट्युबमा हाल्ने अब। ल आइपुग्यो। भ्यू चाहिँ मजाको छ।
के हो मान्छेहरू त पुरै ब्यागस्याग बोकेर आयो नि ढलान छ कि क्या हो भोलि रोडतिर कतै भोलि ढलान छ क्या हो ल गाइज अब हामी चाहिँ यहाँ ठ्याक्क कालिम्पोङ आइपुग्यो अनि हाम्रो फेस देखाएकै छैन अब त्यो राम जाने होइन हामी यहाँ ढलान बजारलाई अब चट्ट लाएर अब ब्यागस्याग बोकिने हामी सबैजना आएको छौँ आउनु आउनु यसो अलिकति ल चट्ट लाएर है ए बाफ उ बाफ है ढलान पार्टी अब त्यही हो आइरह नि भिडियोमा हजुर त्यही हो हजुर हामी चाहिँ मिक्सर अगाडि गएर ए आलु ताप्दै हुनुहुन्छ यहाँ भोलि खाना बनाउनु पर्छ यही चुलो यहाँ चाहिँ बाढी आएको थियो जस्तो छ क्या है चक्लेट पाउँदो रहेछ चाइनिजवाला छुर्पिनी पाउँदो रहेछ एकदम ल हस् भइहाल्छ नि हजुर यहाँको भ्यू यस्तो छ हराइ उक्ल्यौँ है बाख्ना क्या काठको बाख्ना कस्तो मिठो आएको त है हामी चाहिँ आइपुग्यो कालिम्पोङको नाइट भ्यू है ट्याक्क लाएर दाजुभाइ चट्ट लाएर हिँड्दैछौँ अब यसो अलिकति हिँडेको राति नि भयो हिँडौँ न अब बसमा बस्दा बस्दा लास्टै थाक्यो अब यहाँ अब अँध्यारै देख्छ होइन अनि त्यही हो एकदम अब रमाइलो नि छ यहाँ घर पनि दामी छ यो व्हाइट कलरको पनि दामी छ बत्ती बलेन अहिले हामी त्यही बत्ती बल्नेकै प्रयासमा छौँ क्या यहाँ बाइकहरू यसो अब बाइकहरू भइरहेछ त्यही हो अब बत्तीमा चाहिँ अब त्यहाँनिर गएर चाहिँ अब एकदम राम्रो होला अरे अब एकदम लास्टै आनन्द आयो मजा आयो अब अफरोड पनि आनन्दले म त अब झन् कसरी सुतेर आएको छु मलाई थाहा छ मान्छेहरू टन्ने छन् अनि त्यही हो आइपुग्यो हामी पहिला अब मैले दोलखा भीमसेनको त्यहाँ मैले यो भ्लग बनाएको छैन किनभने अब थकित थियो अब गएर पूजासुजा गरेर आयो हेर्नु होला पक्कै पनि अब बिस्तारै राम्रै गरिरहेको छौँ हामीले अब त्यही हो मेरोमा त अब नाइट भिजन छैन भए पनि अँध्यारोमा अब राम्रो पनि देखिन्छ नि त अब उज्यालो पनि छ नि होइन भनेर चाहिँ यसो टक्क लाएर भ्यू खिचिरहेको छु आफ्नो भिडियो नि खिचिरहेको छु होइन दामी छ है तर म त फर्स्ट टाइममा हो अब त्यही हो हामी बसेर चाहिँ अलिक माथि नै छ अलिक माथि नै छ त्यो टाढो जानुपर्छ माथि नै छ अब दाजुभाइ अब बिस्तारै गफ गर्दै जाने भन्ने सोच्छौँ त्यही हो है त हुस्सु लागेको छ यता कालिम्पोङतिर हामी चाहिँ दाजुभाइ हिँड्दै हिँड्छ हिँड्दै आइरहेछौँ चिसो एकदम बवाल चिसो छ क्या अब हामी त अब काठमाडौँवासी नि त त्यति साह्रो चिसो नहुने अब माथि माथि आएपछि चिसो हुने क्या है ल अहिले गुड मर्निङ है त सबैजनालाई कालिम्पोङको कुरी भिलेजबाट हेलो हाई छ अब हामी आज चाहिँ माथि मन्दिर जानुपर्छ सो चिसो लास्टै छ है बवाल चिसो छ एकदम बवाल चिसो छ हामी चाहिँ यो केबुल कार भन्दा माथिपट्टि बाटो आइपुग्यो चट्ट हिँडिरहेछौँ अब मान्छे आधी त माथि गइसक्यो हामी चाहिँ अब यतै छौँ सँगै जा न सँगै जा अनि
त्यही हो अब यात्रा अझै लामै छ उहाँ दिदीहरू उहाँ मजाले बसिरहनुमा थगे लाएर कहिले आइपुग्ने हो कुन्नी ठेगान छैन ल है आऊ हामी चाहिँ हिँड्यौँ चिसो छ ठाउँ हामी चाहिँ यहाँ यति हिँडेर आइपुग्यौँ भ्यू दामी छ एकछिनमा अहिले फोटो खिच्नु पनि पर्छ अनि अझै दामी चाहिँ यता हिमालको छ क्या क्या दामी छ है भ्यू छट्ट लगाएर अब ठ्याक्कै बाटो चाहिँ कहाँ पर्छ भने थाहा छैन हामीलाई है हेर्दै यता अब आइपुग्यौँ हामी ल भ्यू चाहिँ दामी छ है आइपुग्यौँ तर अझै अलिकति बाँकी नै छ है भ्यू चाहिँ यस्तो छ सो हाम्रो चाहिँ यहाँबाट कालिम्पोङको कोरेरी भिलेज चाहिँ कस्तो दामी देखिने है आनन्दले हिउँ पऱ्यो भए झन् अर्कै देखिन्थ्यो अर्कै सुन्दर क्या पुरै सेतो आनन्दले डाँडा काँडामा देखिन्थ्यो हामी चाहिँ अब उहाँबाट आएको है आउनु त अब हामी काठमाडौँबाटै आएको तर हाम्रो होटल चाहिँ ठ्याक्क उयो अब अहिले देखाउँला त्यहाँबाट हिँड्दै यहाँ आइपुग्यौँ र हामी चाहिँ आधी नै आइपुग्यौँ होला जस्तो लाग्छ है अब लगभग यति जति छ भ्यू चाहिँ मजाको छ कि है सो म चाहिँ ठ्याक्कै यहाँ आइपुगेँ केबुल कारको यो केबुल कार राख्ने ठाउँमा चढ्ने ठाउँमा आइपुगेँ बाटो चाहिँ वहाँ छ अनि हैन सुगो मुसन यसले अब यताबाट बाटो छ म चाहिँ आइपुगेँ कति रमाइलो आनन्द छ कि है हामी चाहिँ ठ्याक्क कालिम्पोङ मन्दिर आइपुग्यौँ यता हिमालको भ्यू आइपुग्यौँ यता टिकाहरू लगाएर चट्ट बसेर भिडियो बनाउँछु ल हाम्रो कालिम्पोङको यात्रा सकिन लागेको छ अब यहाँबाट हामी बाई